पशुपतिनाथमा हजुरले यज्ञ लगाउनु भयो अनि यज्ञमा चाहिँ राजानन्द माण्डव्यजीलाई घाटा लाग्यो अरे भनेर हामीले धेरैले सुन्यौँ। धेरै यो मैले मात्र भन्दै छैन, धेरैजना जनताहरूले भन्दै हुनुहुन्छ धर्ममा यज्ञमा पनि नाफा घाटा भन्ने हुन्छ र? हुन्छ। यो कली हो, यो वैश्य युग हो। यहाँ सबै चिजहरू पैसाबाट चल्छ। पैसा चाहिँदैन भनिरहँदाखेरि पनि पैसा चाहिन्छ। त्यही पशुपतिनाथ हो जहाँ तपाईँको चाहिँ लासलाई जलाउनको लागि पैसा तिर्नुपर्छ। त्यही पशुपतिनाथ हो जहाँ आरती हेर्नको लागि पैसा तिर्नुपर्छ। त्यही पशुपतिनाथकै मन्दिर हो जहाँ तपाईँको चाहिँ पूजा गर्नको लागि पैसा तिरिसकेपछि लाइनमा राखेर भित्र ल्याएर गर्भगृहको दर्शन गराइन्छ, होइन? पशुपतिनाथको मात्र कुरा गरिनँ मैले, संसारका कुनै पनि मन्दिरहरू जुन मन्दिरमा तपाईँको चाहिँ पैसा हुनेलाई गर्ने चाहिँ व्यवहार फरक छ, पैसा नहुनेलाई गर्ने व्यवहार फरक छ। माग्न त यो संसारमा सबै माग्नै जान्छन् नि त। कोही मन्दिरभित्र गर्भगृहमा गएर माग्छन्, कोही बाहिर ढोकामा बसेर माग्छन्। बाहिर ढोकामा बस्नेलाई माग्ने भनिन्छ, भित्र चाहिँ गएर चाहिँ भित्र गर्भगृहमा दर्शन गर्ने मान्छेलाई चाहिँ दर्शनार्थी भनिन्छ नि त, होइन? तर त दर्शन गर्न मात्र गएको होइन नि त। उसको मनोकामना केही न केही उसले यहाँ भन्छ, भित्र गइसके पछाडि केही न केही माग्छ। केही मागेन भने पनि भगवान् मलाई शान्ति दिनुहोस् पनि भन्छ।